नमस्ते तथा जय मसीह साथीहरू। आज विशेष गरेर म एउटा डिनोमिनेसन इसाई जगतमा भएको एउटा डिनोमिनेसन वा सम्प्रदायको बारेमा बताउँछु। के तपाईलाई त्यो सम्प्रदायको बारेमा थाहा छ? तपाईले पहिले सुनिसक्नु भएको होला हैन? हो, त्यो सम्प्रदायमा तपाई पनि विश्वासी हुनुहुन्छ कि हुनुहुन्न? त्यो कुरा मलाई बताउनु होला। विशेष गरेर मैले बताउन खोजेको सम्प्रदाय चाहिँ सियोन हो है। सियोनमा विशेष गरेर मुक्तिको लागि सियोनमा के कुरालाई फोकस गरिएको छ भन्दाखेरि निस्तार चाडलाई नै मुक्तिको मुख्य तत्त्व मानेको छन्। त्यसैले मैले आज एकजना सियोनमा विश्वास गर्ने व्यक्तिले चाहिँ विशेष गरेर उहाँसँगै म काम गर्ने कुरामा सँगै परेको थिएँ, त्यही भएर उहाँसँग यो कुरामा पनि अलिकति डिस्कसहरू भयो। अब त्यसैले प्रिय साथीहरू, मुक्तिको लागि भनेको निस्तार चाड होइन। तपाईँ विशेष गरेर बाइबल बुझ्नुहुन्छ भने, यदि बाइबल बुझ्नुहुन्न भने बाइबललाई एकदम राम्रोसँग पढ्नुहोस्, किनभने मुक्ति पाउनको लागि येशू ख्रीष्टको नाम नै यो संसारमा पर्याप्त छ। स्वर्ग र पृथ्वीमा मुक्ति पाउनको लागि केवल एउटै नाम बाहेक अरू कुनै नाम दिएको छैन। येशूको नाउँमा हामीले उद्धार र मुक्ति पाउनुपर्छ। उहाँलाई विश्वास गरेर, उहाँको बलिदानलाई विश्वास गरेर। वास्तवमा निस्तार चाड जुन बलिदान, पशु बलिदानहरूको एउटा चाडपर्व हो। त्यो पशु बलिदान केवल छाया मात्रै हुन् जुन येशू ख्रीष्टले भोग्नुभयो क्रुसमा, आफ्नो जीवनलाई बलिदान गर्नुभयो हो। त्यो मूल कुराको छाया चाहिँ हो। तर उहाँले चाहिँ मूल कुराको छायालाई नै मुख्य कुरा मानिरहनु भएको छ। त्यसैले ठिकै छ, यदि हजुरहरूमध्ये कोही सियोन मान्नुहुन्छ भने माइन नगर्नुहोस् मैले के भने। तर तपाईँहरूको विश्वास र तपाईँहरूको आस्थालाई धक्का पुर्याउने मेरो लक्ष्य होइन। तपाईँहरूको आस्था राम्रो होस्, तर अरूहरूलाई हामीले जबरजस्ती गर्नुहुन्न भन्न मात्रै चाहन्छु। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला साथीहरू। हजुरको पल शुभ रहोस्, परमेश्वरले आशिष दिउन्। जय मसीह।